र म परमेश्वरको वचन पाठ गर्नेछु। यहाँ यसरी लेखिएको छ, 8औं दिनमा बालकको खतना हुँदा उहाँको नाउँ येशू राखियो, जुन नाउँ उहाँ गर्भमा आउन अघि स्वर्गदूतले दिएका थिए। र हामी यहाँनिर परमेश्वरको वचन फेरि 39 हेर्नेछौँ। लुका 2को 21 हामीले पाठ गऱ्यौँ र यसरी नै हामी फेरि पाठ गर्नेछौँ। 39, जब तिनीहरूले परमप्रभुको व्यवस्था अनुसार सबै काम गरी सिद्ध्याए, तब तिनीहरू गालिलको आफ्नै सहर नासरतमा फर्के। बालक बुद्धिले भरिपूर्ण भएर बढ्दै र बलियो हुँदै जानुभयो र परमेश्वरको अनुग्रह उहाँमाथि थियो। त्यसकारण हामीले याद गर्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि, मानिसलाई परमेश्वरले सृष्टि गर्नुभयो। हामी सबैजना चाहिँ परमेश्वरका सृष्टि हौँ, परमेश्वरद्वारा आफ्नै स्वरूपमा बनाइएको मानिसहरू। र पहिलो मानिस, संसारमा सबैभन्दा पहिलो मानिस चाहिँ नाम चाहिँ आदम भनेर चाहिँ नामाकरण परमेश्वरले नै नामाकरण गर्नुभयो। अनि त्यो नामाकरण गर्ने अधिकार चाहिँ त्यही आदमलाई दिनुभयो, सबै कुराको नाम राख भनेर। अनि जति हामी देख्छौँ सबै कुराको चाहिँ नाम छ है। अनि त्यो नामबाट नै त्यो मानिसको वा वस्तुको वा वनस्पतिको वा होइन जगतको चाहिँ पहिचान हुन्छ। र आज हामी परमेश्वरले दिनुभएको नानी अहिलेसम्म चाहिँ नामविहीन छ होइन, पहिचान छैन। तर अहिले आजदेखि हामी नाम दिन गइरहेका छौँ। अनि यो नाम दिने अधिकार चाहिँ परमेश्वरले मानिसलाई दिनुभयो। र हामी चाहिँ क्रिस्चियन, ख्रीष्ट येशूमा विश्वास गर्ने व्यक्ति भएको हुनाले अनि यो अधिकार चाहिँ परमेश्वरले परमेश्वरको सन्तगणहरूलाई दिनुभयो, मण्डलीमा अगुवाहरू जनहरूलाई दिनुभयो। र आज म चाहिँ इमानुएल कृपा मण्डलीको रेभरेन्डको हैसियतले यो नानीलाई नामाकरण गर्न गइरहेको छु। र परमेश्वरलाई धन्यवाद होस्, भूपेन्द्र ज्योतिको जीवनमा पहिलो सन्तान परमेश्वरले दिनुभएको छ। र परमेश्वरलाई धन्यवाद होस्। र हामी नामाकरण गर्न गइरहेका छौँ। है नानी मेरो हातमा दिनुहोस् त। ल अलिक तातो भयो होला, गर्नु भयो होला। ल्याऊ यता, यता यता ल। आमामामामामामामामा नानी त हिरोनी रहेछ नि त हो। बाजेले लुगा ठुलो भएछ, अलिक पछाडि त यही सानो हुन्छ है। हात चाहिँ छोडिदेऊ भयो, सानो हात कि ए बाजेले ल छोडिदेऊ छुयो भित्र घुम्सेर रहेछ। ओहो ल अब भयो बोजूले गरिन्। ल हामी प्रार्थना गर्ने, बाजेले प्रार्थना गर्छ। नानीले आँखा हेर्नुभयो, बाजेलाई देख्नुभयो है। हामी पहिला नामाकरण गर्नुभन्दा अगाडि छोडिदेऊ, नामाकरण गर्नुभन्दा अगाडि हामी नानीको लागि प्रार्थना गर्नेछौँ। अनि नानीलाई आज नाम दिनेछौँ। हामीलाई नामले नानी चिनिन्छ है। ल हामी प्रार्थना गरौँ। जिउँदो परमेश्वर, धन्यवाद तपाईँले भूपेन्द्र र ज्योतिको जीवनमा आशिष स्वरूप यो नानी बालिका दिनुभएको छ। यो नानीको लागि धन्यवाद परमेश्वर। 5 दिन अगाडि तपाईँले आफ्नो छोरीको गर्भबाट यो बच्चालाई जन्म दिनुभयो। र प्रभु तपाईँको छोरीको जीवनमा, छोराको जीवनमा दिनुभएको आशिषको लागि धन्यवाद। आज हामी यो नानीको नामाकरण गर्न गइरहेका छौँ। जुन नामले नामाकरण गर्छौँ त्यो नाममा आशिष दिनुहोस्। त्यो नामद्वारा यो छोरी चिनिन सकेको होस् र तपाईँले छोरीलाई स्वस्थ, आरोग्यता, कुशलता, रक्षा, सुरक्षा गर्नुहोस् भन्ने बिन्ती गर्दछु। धन्यवाद प्रभु यो छोरीको लागि। आशिष माग्छु यस ख्रीष्टको नाममा, आमेन। ल अब नाम भन्नुहोस् त, सोच्नु भएको छ? सायाबुङ। ल के नाम राख्नुहुन्छ हजुर?
तपाईँ नाम राख्नुपर्छ। आमालाई पहिलो चाहिँ नि प्राथमिकता। ल भन हे नाम आउँदैछ। हजुर आहा आहा एलियाना 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 राई। ठिक छ ठिक छ। एलियाना राई। ल एलियाना राई। ल हामी आज परमेश्वरको उपस्थितिमा मण्डलीको सामुने परमेश्वर पिता पुत्र येशू ख्रीष्ट पवित्र आत्मा त्रिएक परमेश्वरको अनुग्रहमा यो छोरीको नाम एलियाना राखिएको घोषणा गर्दछु। आमेन। ल प्रार्थना गरौँ। परमेश्वर धन्यवाद, यो छोरी आज एलियाना नाम एलियाना नामद्वारा चिनिने तपाईको आशिष धन्यवाद। एलियानामाथि तपाईको निगाह, तपाईको करुणा कृपा रहोस्। यो नानीलाई एलियाना नामद्वारा आजदेखि चिनिने छ। तपाईको रक्षा, सुरक्षा, आरोग्यता, कुशलता दिनुहोस्। यो नानीलाई बलमा, ज्ञानमा, बुद्धिमा, पदमा हुर्काउँदै बनाउँदै लानुहोस्। यो नानी प्रभु एउटा शक्तिशाली नारी, शक्तिशाली स्त्री बन्न सकोस्। धेरैको हातमा जित्ने छोरी बन्न सकोस्। यो देशको एउटा ठुलो प्रभु अनि पद ओहदामा जसरी अहिले सुशीला कार्की छ, त्यसरी नै एलियाना त्यो ठुलो पदमा तपाईले पदाधिकारी बनाएर राख्नुहोस्। र यो छोरीद्वारा परमेश्वर तपाईको महिमा भएको होस्। एलियानालाई तपाईको हातमा हामी समर्पण गर्छौँ। एलियानालाई एलियाना नाम दिएका छौँ। तपाईको अनुग्रह एलियाना माथि रहेको होस्। धन्यवाद धन्यवाद धन्यवाद। आशिष माग्छु जीवित येशू ख्रीष्टको नाउँमा। आमेन। ल यो छोरीको नाम आजदेखि हेर्नुहोस् है, एलियाना राई हुनेछ। सबैले एलियाना भनेर, अब एलियाना भएपछि ज्योतिको नाम पनि के हुन्छ? एलियानाको मम्मी, भूपेन्द्रको नाम पनि एलियानाको बाबा भनेर चिन्छ है। ल परमेश्वरलाई धन्यवाद होस्। नानीलाई नाम